नमस्ते, म आशिष श्रेष्ठ हजुरहरूलाई यस आगमन कार्यक्रममा हार्दिक स्वागत गर्दछु। मेरो म्युजिकल जर्नीको स्टार्टिङ कहाँबाट भयो भन्दाखेरि त्यतिखेर हाम्रो बसाइ हेटौडामा थियो अनि म 7th क्लासमा पढ्थेँ होला सायद त्यतिखेर। अनि त्यहाँ स्कुलमा सरहरूले बजाएको देख्दाखेरि गाउँदाखेरि मलाई नि खुब इन्ट्रेस्ट लाग्थ्यो त्यतिखेर। तर त्यतिखेर अब उमेर अलिकति सानो भएको कारणले गर्दाखेरि मम ड्याडहरूले अलि पत्याउनु भएन त्यतिखेर चाहिँ होइन। अनि त्यसपछि हाम्रो बसाइ अनि चितवनमा सर्यो। अनि चितवनमा मैले 8th क्लास जोइन गरेँ त्यहाँ। अनि त्यसपछि त्यहाँ साथीभाइहरूले बजाएको देख्दाखेरि त्यहाँ साथीभाइहरूले नि बजाउँथ्यो, उनीहरूको नि ब्यान्ड थियो त्यहाँ। अनि उनीहरूले बजाएको देख्दाखेरि पनि अनि त्यसपछि अझै इन्ट्रेस्टहरू बढेर गयो। अनि त्यसपछि मैले पनि त्यहाँको साथीलाई म पनि बजाउँछु सिक्छु भनेर उनीहरूलाई भनेँ। अनि उनीहरूसँगै सिकेँ, ब्यान्डमा लागेँ। अनि त्यसपछि हामी निरन्तर प्र्याक्टिसहरू गरिरहन्थ्यौँ। तर त्यस्तै कारणले गर्दाखेरि साथीहरू विदेशिनु पर्यो अनि त्यसपछि हाम्रो ब्यान्ड टुट्न पुग्यो। तर पनि उनीहरू नभए पनि मैले चाहिँ म्युजिक फिल्ड छोडिनँ, म चाहिँ यसमा निरन्तर लागिरहेँ। तिम्रो हात समयसँग म हिँडिदिए जीवनको बाटो भरि साथ म हिँडिदिए। बेसिकल्ली मेरो सङ्ग्सहरू चाहिँ अल्टरनेटिभ टाइपको छ होइन। अनि मेरो सङ्ग्सहरू अहिलेसम्म चाहिँ एउटा मात्रै रेकर्डिङ भएको छ होइन। म प्रयास गर्दैछु, भविष्यमा मेरो एल्बम निकाल्ने सोच पनि छ। अहिले निस्केको त छैन, जस्ट एउटा सङ्ग मात्रै छ रेकर्डिङ, टाइटल चाहिँ साथी हो। म सङ्गीत बाहेक चाहिँ हाम्रो लिङ्क इन्टरनेसनल अर्गनाइजेसन छ, त्यसमा चाहिँ एज अ सुपरभाइजरको हिसाबले काम गरिरहेको छु। म्युजिक सँगसँगै लानलाई गाह्रै छ। तर पनि जस म्युजिकलाई पनि एज अ जब पछि टाइम दिन्छु म्युजिकलाई मैले। एउटा इन्सिडेन्ट मलाई याद छ अझै पनि, त्यो मेरो जीवनमा सबभन्दा ठुलो घटना थियो। मेरो अब जस्तै यो हात देखिरहनु भएको छ हजुरले होइन। यो हात कसरी भयो भन्दाखेरि फर्स्ट सुरुमा अहिले म त्यतिखेर राइटै बजाउँथेँ होइन, राइट गिटार बजाउँथेँ। अनि त्यसपछि म त्यतिखेर जब गर्दाखेरि जबबाट खाना खान घरै खाना खान आउँथेँ म। त्यतिखेर खाना खान फर्किँदाखेरि बाइकमा ट्याङ्करले ठक्कर दिएर होइन, त्यति तपाईँको 30-40 मिटर जति मलाई घिसाएर लिएर गयो बाइकसँगै। अनि त्यतिखेर मेरो औँलाहरू पनि त्यही अन द स्पोटै त्यतिखेर गयो। अनि त्यतिखेर चाहिँ मेरो सोचाइ म बाँच्छु कि बाँच्दिनँ भन्दा नि सोचाइभन्दा अगाडि म गिटार कसरी बजाउँछु भन्ने सोचाइ थियो मेरो चाहिँ होइन। अनि तर पनि मैले चाहिँ जस पछि हटिनँ मैले होइन, एउटा केही आइडियाहरू निकालेँ होइन, केही गर्न सक्छु कि भनेर सोचेँ। अनि मैले त्यही एक्सिडेन्ट भएकै तपाईँको 1 महिना घाउहरू राम्रोसँग निको भएको थिएन। तर पनि मैले गिटार किनेर लेफ्ट गिटार फेरि पाउन हजुरको एकदम गाह्रो रहेछ मार्केटमा होइन। अनि त्यही पनि खोजेर किनेर प्र्याक्टिस गरेँ सिनेरियो अनुसार होइन। एकदम गाह्रै छ भन्नुपर्छ म्युजिक फिल्डमा लाग्नलाई, किनकि होइन यसमा म्युजिक फिल्डमा प्रायः जसो
तपाईँको फेम भन्दा नि तपाईँको नेम अलिकति कमाउने हो तर फेम चाहिँ खासै छैन अलिकति गाह्रै छ यो स्टेजमा चाहिँ यो ठाउँमा चाहिँ नेपालमा चाहिँ म्युजिकमा लागेर काम गरेर खान्छु भन्नेहरूलाई चाहिँ फ्यान भन्दाखेरि चाहिँ अब होइन म एउटा इस्टाब्लिस आर्टिस्ट त होइन अहिले भइसकेको छुइनँ तर पनि अब बेसिकली मेरो एरियाहरूमा लोकल फ्यानहरू चाहिँ छ इन्टरनेसनल आर्टिस्टहरूमा भन्नुपर्दाखेरि मलाई जेम्स ब्लन्टहरू मनपर्छ अनि तपाईँको रेड हट चिली पेपर्स मनपर्छ अनि यस्तै प्रायः जस्तो चाहिँ मलाई अल्टरनेटिभ ब्यान्ड्सहरू चाहिँ एकदम मनपर्छ जस्तै अब हजुरको कुरा गर्दाखेरि जिएनआर गन्स एन्ड रोजेस मनपर्छ मलाई होइन अनि मेटल्समा भन्नुपर्दाखेरि मेटालिकाहरू मनपर्छ नेपालमा सबभन्दा मनपर्ने ब्यान्ड भन्दाखेरि हाम्रो होम टाउनको स्याडस ब्यान्ड मलाई एकदम मनपर्छ उनीहरूकै प्याटर्नलाई पछ्याउँदै म गइरहेको छु होइन उनीहरूको प्याटर्न मलाई एकदम मनपर्छ किनकि उनीहरूको जुन एउटा म्युजिक हुन्छ र जुन एउटा लिरिक्स हुन्छ होइन एकदम पावरफुल हुन्छ कि अब अहिले हजुरले आएको मार्केटमा आएको स्याडसको नयाँ नेपाल भन्ने गीत सुन्नुभएकै होला शब्द सुन्नुहोस् होइन यस्तो पावरफुल छ कि जस उनीहरूले देशको निम्ति पनि केही गरिरहेको छ म आफै कमाउँछु र आफै केही गर्ने मेरो सोचाइ चाहिँ भएको कारणले मैले हालसालै एल्बम चाहिँ निकालेको छुइनँ जस अब प्रयास गर्दैछु होइन